अब त्यो खसी खान मिल्दैन, किनकि त्यो बोक्ने मान्छे बेकुब थियो होला। रवि लामिछाने त्यति बेकुब मान्छेको नाम होइन। अर्को बोल्ने निरन्तरताका लागि यही आँखाले हेरिरहनु होला। म यही आँखा यो देशको सम्भावना खोज्नको निमित्त टाउकोमा कफन बाँधेर राजनीतिमा आएको छु। रवि लामिछानेजीको विषयमा अघि राजीवजीले थर बिर्सिनुभयो, नाम बिर्से भन्दै हुनुहुन्थ्यो। बिर्सिन आवश्यक छैन। सहकारी ठग, योजनाबद्ध ठग, पटकै ठग, पटक पटक सम्झेर म भन्छु रवि लामिछाने। ड्रयरमा राखेको एउटा निवेदनका भरमा नेपाली कांग्रेस संसद अवरुद्ध गरिरहेको छ। नेपाली कांग्रेस अथवा राजनीतिक इतिहासमा लोकतन्त्रको इतिहासमा योभन्दा ठुलो मजाक के होला? कुरा विश्वास लाग्दैन भने कुन मितिमा कहाँ हूँ त्यही उभिएर बहस गर्न तयार छु। मलाई प्रमाणित गरिदिनुहोस्। त्यहाँ थियो नि काँधमा एउटा खसी कि बाख्रा खसी बोकेर हिँडिरहेको मान्छे नै हो। यो फेरि अन्यथा नलिनु, अब त्यसै परेछ संयोग। अब त्यो होइन है, त्यो काँधमा बोकेर गएकोलाई के भने नि त्यो केही ठगहरू मिलेर बाटोमा त्यो खसी खान पाउला भनेर ए कुकुर बोकेर कहाँ गएको भनेर भन्छन् नि। सरकारी ठग भने त्यही भनिरहेछ।